भर्खरै त्यो नेटवर्कलाई चाहिँ कसरी सिक्योर बनाउने भन्ने कार्यक्रम आइरहेको थियो र त्यसमा गर्ने कोही पनि मान्छे थिएन, लाग्ने कोही पनि मान्छे थिएन कम्पनीमा। त्यसपछि म आफै लागि परेर साइबर सिक्युरिटीमा के हुन्छ भनेर आफैले इन्ट्रेस्ट देखाएर आफैले रिसर्च गरेर त्यहाँको साइबर सिक्युरिटी डिपार्टमेन्ट नै इस्टाब्लिस गर्नमा मैले सहयोग गरेँ। नेपाललाई चाहिँ हाम्रो छिमेकी राष्ट्रहरूले गरे जस्तै ग्लोबल स्पेसली झन् एसियाको सन्दर्भमा चाहिँ अब टेक्नोलोजी र साइबर सिक्युरिटीको इनोभेसन हब बनाउने एकदम ठुलो अपर्च्युनिटी छ। मैले अहिलेसम्म 26 वर्षको करियर स्प्यानमा मैले जानेको कुराहरू चाहिँ आई वान्ट टु गिभ इट ब्याक टु द नेक्स्ट जेनेरेसन इन नेपाल। त्यसको लागि चाहिँ अब नेक्स्ट फेज अफ माई करियर चाहिँ म यसैमा डेडिकेटेड भएर लागि परेको छु। माइक्रोसफ्ट, गुगल, फेसबुक, मेटा यस्ता 50-60 वटा कम्पनीहरूसँग हाम्रो पार्टनरसिप छ अनि उनीहरूको लाइसेन्सेस सर्भिसेसहरू बेच्ने र त्यसमाथि म्यानेज सर्भिस प्रोभाइड गर्ने गर्छौँ। एआईले चाहिँ हाम्रो लाइफ कसरी अपरेट गर्ने नै यसले चेन्ज गर्नेवाला छ। दिस इज वान अफ द बिगेस्ट रेभोल्युसन इन ह्यापनिङ, इट्स अलरेडी हियर। धेरै जसो मान्छेहरूको विकनेस भनेको र त्यसलाई ब्रेक गर्ने चाहिँ फिसिङ इमेलबाट ब्रेक हुन्छ है। फिसिङ इमेल भनेको चाहिँ तपाईँलाई इमेलमा झुकाएर लिङ्कहरू क्लिक गर्न लगाउँछन् यो क्रिमिनलहरूले है। नाम, तपाईँको घरको एड्रेस, तपाईँको फोन नम्बर, तपाईँको ब्याङ्कको एड्रेस यो राखेन भने चाहिँ तपाईँलाई क्रिमिनलहरूले डाइरेक्टली गर्न सक्दैन। ग्रेजुएसन गरेपछि अपर्च्युनिटिजहरू खोज्न विदेश जाने छ। त्यसलाई चाहिँ हामी नेपालमा नै रोजगारी दिएर त्यसलाई सस्टेनेबल बनाएर एक त नेपालको विकास गर्ने, नेपालको इकोनोमिक्समा हामीले कन्ट्रिब्युट गर्न सकिन्छ। नेपालमा मात्रै नभएर नेपालको जनशक्ति युज गरेर ग्लोबली इम्प्याक्टिङ टेक्नोलोजी र साइबर सिक्युरिटी प्रडक्ट्स र सर्भिसहरू हामी प्रोभाइड गर्न सक्छौँ। जेनिस सोल्युसनको हाम्रो डिएनए र हाम्रो फाउन्डर्सहरू र अ लट अफ सिनियर लिडरसिप चाहिँ नेपाल र नेपाली छौँ, तर हामी चाहिँ ग्लोबल कम्पनी हौँ। नमस्कार, नेपाली लिङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। पुनः उपस्थित भएका छौँ फरक व्यक्ति र फरक प्रसङ्गको साथमा। विश्वमा तीव्र गतिमा प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको प्रविधि तथा आइटी क्षेत्रसँग सम्बन्धित विषयको सेरोफेरोमा रहेर आजको कुराकानीलाई अगाडि बढाउनेछौँ। बेलायतमा मुख्य कार्यालय रहेको नेपालीद्वारा सञ्चालित एक प्रमुख आइटी परामर्श कम्पनी जेनेस सोल्युसन्सले बेलायत लगायत नेपालसहित 10 वटा मुलुकमा आफ्नो शाखा विस्तार गरिसकेको छ। सोही कम्पनीमा प्रमुख प्रविधि अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृतको रूपमा कार्यरत निरञ्जन कुँवर आज हामीसँग हुनुहुन्छ। लामो समयदेखि बेलायतमा बस्दै आउनुभएका कुँवरले सूचना प्रविधि तथा साइबर सेक्युरिटी क्षेत्रमा निकै लामो अनुभव तथा विज्ञता हासिल गर्नुका साथै विभिन्न मल्टिनेसनल कम्पनीमा काम गरिसक्नु भएको छ। आज उहाँसँग सूचना प्रविधि तथा साइबर सेक्युरिटी र यसका चुनौतीसँग सम्बन्धित विषयसँग हामी छलफल गर्नेछौँ। सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा निकै लामो अनुभव बटुलिसक्नु भएको छ र विभिन्न मल्टिनेसनल कम्पनीमा काम पनि गरिसक्नु भएको छ। अध्ययनको सिलसिलामा विभिन्न देश पुग्नुभयो। यहाँको अहिलेसम्मको यात्रा छोटकरीमा सुनौ न। यसको चाहिँ सुरुवात म मेरो घर पोखरा, मैले स्कुल चाहिँ पोखरामा एसएलसी दिएपछि काठमाडौँमा आएर आइएससी पढेँ अस्कल क्याम्पसमा र इन्जिनियरिङ पढ्नको लागि 1992 मा म रुस गएँ। रुसमा 6 वर्ष बसेर रुसमा चाहिँ मैले टेलिकम्युनिकेसन को इन्जिनियरिङ डिग्री अनि त्यसको साथसाथै त्यहाँको 3rd इयर पढ्दा त्यति बेला इन्टरनेट भर्खरै आउँदै थियो र इमेलहरू पनि भर्खरै आउँदै थियो। त्यो इमेल, इन्टरनेट र अनि पछि कम्प्युटर प्रोग्रामिङमा इन्ट्रोडक्सन भएपछि मैले चाहिँ अब कम्प्युटरको महत्त्व बढ्छ र टेक्नोलोजीको महत्त्व बढ्छ भन्ने थाहा पाएपछि अर्को एउटा युनिभर्सिटीमा पनि पार्ट टाइम आइटी डिग्री जोइन गरेँ। अनि रसाबाट फर्किँदाखेरि मसँग टेलिकम्युनिकेसन, आइटी र त्यहाँको ल्याङ्ग्वेजको पनि गरेर 3वटा डिग्री थियो। टिचिङ रसियन एज अ फरेन ल्याङ्ग्वेज भन्ने हुन्छ। त्यति 3वटा ल्याएर नेपालमा आएपछि एकदम जोस जाँगरका साथ नेपालमा काम पाइन्छ होला भन्ने सोचेको थिएँ। त्यहाँ अलिकति गाह्रो भयो काम पाउनको लागि, तर 3-4 महिनाको अन्तरालपछि मैले पोखरामा हिमालयन कम्प्युटर्स भन्ने उसमा 10 महिना जति काम गरेँ त्यहाँको इन्टरनेट सर्भिस प्रोभाइडरमा र 10 महिनापछि मलाई हङकङ जाने अवसर मिल्यो र हङकङमा आएर म
हङकङमा पनि सुरुमा काम पाउनको लागि अलिकति अप्ठ्यारो भयो। 3-4 महिना जति स्ट्रगल गर्नु पर्यो हङकङमा आएर। त्यसपछि चाहिँ एउटा इन्टरनेट सोल्युसन्स लिमिटेड भन्ने कम्पनीमा जुनियर इन्जिनियरको रूपमा एन्ट्री पाएपछि त्यही कम्पनीमा मैले लगभग 8 वर्ष जति काम गरेँ। त्यसमा चाहिँ मेरो सुरुमा यो नेटवर्क सम्बन्धी काम थियो र साइबर सेक्युरिटीमा एन्ट्री चाहिँ कसरी भयो भन्दाखेरि त्यति बेला भर्खरै त्यो नेटवर्कलाई चाहिँ कसरी सेक्योर बनाउने भन्ने कार्यक्रम आइरहेको थियो र त्यसमा गर्ने कोही पनि मान्छे थिएन, लाग्ने कोही पनि मान्छे थिएन कम्पनीमा। त्यसपछि म आफै लागि परेर साइबर सेक्युरिटीमा के हुन्छ भनेर आफैले इन्ट्रेस्ट देखाएर आफैले रिसर्च गरेर त्यहाँको साइबर सेक्युरिटी डिपार्टमेन्ट नै इस्टाब्लिस गर्नमा मैले सहयोग गरेँ। अनि त्यसको लगतै हङकङको पोलिटेक्निक युनिभर्सिटीमा मास्टर्स अफ आइटी पनि गरेँ। त्यसमा चाहिँ साइबर सेक्युरिटीको स्पेसलाइजेसनमा। सो मेरो साइबर सेक्युरिटीमा एन्ट्री चाहिँ त्यसरी भयो। जति बेला साइबर सेक्युरिटी चाहिँ अहिलेको जस्तो एकदम ठुलो बिग थिङ पनि थिएन र एकदम पपुलर पनि थिएन। हङकङमा 8 वर्ष काम गरिसकेपछि म जुनियर इन्जिनियर भएर एन्टर गरेको। त्यहाँबाट एक्जिट हुने बेलामा चाहिँ म त्यहाँको 3वटा डिपार्टमेन्टको हेड थिएँ। उहाँको त्यहाँको नेटवर्क, त्यहाँको सिक्युरिटी र म्यानेज सर्भिसेस डिपार्टमेन्ट मैले हेर्थेँ। अनि 2007मा चाहिँ हामी फ्यामिलीसहित युके आइयो। युकेमा आएपछि चाहिँ त्यति बेला म अलरेडी साइबर सेक्युरिटीमा स्पेसलाइजेसन गरेर साइबर सेक्युरिटीमा नै काम खोजेँ। अनि यहाँ युकेमा आएपछि विभिन्न मल्टिनेसनल कम्पनीहरूमा काम गर्ने अवसर मिल्यो। त्यही क्रममा फ्यु पपुलर कम्पनीजहरूको नाम लिँदाखेरि चाहिँ त्यति बेला रिलायन्स ग्लोबल कम भन्ने अनिल अम्बानीको त्यति बेला खोलेको कम्पनी थियो। 3वटा कम्पनी युएस र युकेको खोलेर रिलायन्स ग्लोबल कम भन्ने कम्पनी खोलेको थियो। त्यसमा 3 वर्ष जति सिक्युरिटी इन्जिनियर भएर काम गरेँ। अनि त्यसपछि अरू वेल नोन कम्पनीहरू जस्तै माइमकास्ट भन्ने छ, त्यो चाहिँ इमेल सिक्युरिटी एकदम वेल नोन इमेल सिक्युरिटी प्रोभाइडर हो। अनि त्यसको लगतै पोलिकममा म नेटवर्क सिक्युरिटी म्यानेजर थिएँ। त्यसपछि McAfee भन्ने युएस बेस्ड साइबर सिक्युरिटी कम्पनीमा पनि म लगभग 2 वर्ष जस्तो त्यहाँको प्रोफेसनल सर्भिसेसमा काम गरेँ। अनि त्यसपछि यो फाइनेन्सियल सर्भिसमा एउटा इन्भेस्को भन्ने अमेरिकी कम्पनी छ, त्यसमा मैले लगभग 5.5 वर्ष जति हेड अफ ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड सिक्युरिटी भएर काम गरेँ। अनि त्यसपछि अमेरिकाकै यो भोन्टियर भन्ने एउटा अटोमोटिभ इन्डस्ट्रीको ठुलो कम्पनी छ, त्यसमा चाहिँ मैले सिनियर डाइरेक्टर अफ इन्फर्मेसन सिक्युरिटी भएर काम गरेँ। त्यसपछि म चाहिँ यो 2018 देखि नै नेपालमा केही गर्न सकिन्छ कि भनेर हामी यहाँकै साथीहरू मिलेर नेपालमा नै कम्पनी खोल्ने भनेर प्रयास गरिरहेका थियौँ। तर त्यो प्रयास चाहिँ विभिन्न कारणले गर्दा सफल भएको थिएन। त्यसपछि त्यो सफल नभएपछि म आफू नेपालमा गएर नेपालका केही टेक्नोलोजी कम्पनी र साइबर सिक्युरिटी कम्पनीका सिइओहरूसँग सहकार्य गर्न सकिन्छ कि भनेर एक्सप्लोर गरिरहेको थिएँ। त्यही क्रममा 2023मा अञ्जनी फुयालजीसँग भेट भयो। उहाँसँग भेट भएपछि मैले नेपालमा यस्तो गर्न लागेको थिएँ भनेर उहाँसँग त्यो सल्लाह हुँदाखेरि उहाँले पनि साइबर सिक्युरिटी डिपार्टमेन्ट खोल्न खोज्नु भएको रहेछ। त्यसमा चाहिँ ल त्यसो भए हामी सहकार्य गर्न सकिन्छ भनेर मैले चाहिँ सुरुमा ग्लोबल एन्टिटीमा एज अ इन्भेस्टर इन्भेस्ट गरेँ। अनि त्यसपछि चाहिँ ल साइबर सिक्युरिटी डिपार्टमेन्ट खोल्ने भनेर हामी दुईजनाले को-फाउन्डर भएर साइबर सिक्युरिटी डिपार्टमेन्ट जेनिसभित्र नै खोल्यौँ। अनि केही समयपछि चाहिँ अब मैले चाहिँ साइबर सिक्युरिटी डिपार्टमेन्ट मात्रै नभएर ग्लोबली नै इम्प्याक्ट गर्नको लागि चाहिँ मैले त्यो अलिकति थोरै समय दिएर नभएको हुनाले अञ्जनीजी र मसँगै बसेर ल यसलाई चाहिँ पूर्ण रूपले म कम्प्लिटली यसमा डेडिकेटेड भएर कसरी आउन सकिन्छ भनेर 3-4 महिना ब्रेनस्टर्म गरेपछि ल अब म चाहिँ अब सबै यतापट्टि मैले अब जो प्रोफेसनल करियर थियो त्यो सबै छोडेर जेनिसमा नै कम्प्लिटली आबद्ध छु। अहिले 6 महिना जति भयो। अहिले चाहिँ ग्लोबल चिफ टेक्नोलोजी र इन्फर्मेसन सिक्युरिटी अफिसर छु। वान अफ द मेन रिजन म अब जेनिसमा र
नेपालको लागि भनेर आबद्ध भएको कारण चाहिँ हाम्रो नेपालमा अहिले एकदम ठुलो विन्डो अफ अपर्च्युनिटी छ। अनि हामीले अहिले नेपाललाई चाहिँ हाम्रो छिमेकी राष्ट्रहरूले गरे जस्तै ग्लोबल स्पेसली झन् एसियाको सन्दर्भमा चाहिँ अब टेक्नोलोजी र साइबर सिक्युरिटीको इनोभेसन हब बनाउने एकदम ठुलो अपर्च्युनिटी छ र त्यो अपर्च्युनिटीलाई क्यापिटलाइज गर्नको लागि र मैले अहिलेसम्म 26 वर्षको करियर स्प्यानमा मैले जानेको कुराहरू चाहिँ आई वान्ट टु गिभ इट ब्याक टु द नेक्स्ट जेनेरेसन इन नेपाल। त्यसको लागि चाहिँ अब नेक्स्ट फेज अफ माई करियर चाहिँ म यसैमा डेडिकेटेड भएर लागि परेको छु। यहाँले नेपालमा केही गर्ने सोच राख्नुभएको रहेछ, सम्भावना र चुनौती कतिको देख्नुभएको छ अनि कतिको विश्वस्त हुनुहुन्छ? अब सफलको ग्यारेन्टी, अब केही चिजको पनि ग्यारेन्टी हुँदैन, तर सम्भावना चाहिँ एकदमै देखिरहेको छु। वान अफ द रिजन म यसमा लागि परेको कारण चाहिँ सम्भावना पनि छ तर च्यालेन्जेस पनि छ। यो चाहिँ एकदमै दिस इज अ च्यालेन्ज वर्थ टेकिङ भनेर यो च्यालेन्जलाई मैले लिएको छु। अब सम्भावना कसरी छ भन्दाखेरि अहिले ग्लोबली डिजिटल ट्रान्सफर्मेसन भइसक्दा पनि नेपालमा त्यति धेरै भएको छैन, तर नेपाल चाहिँ अलरेडी स्टार्टिङ हैन। हरेक क्षेत्रमा प्राइभेट सेक्टरदेखि लिएर गभर्मेन्ट सेक्टर, एजुकेसनल सेक्टर, हेल्थ सेक्टर सबैमा डिजिटल ट्रान्सफर्मेसन भइरहेको छ। यो चाहिँ एकदम गुड न्युज हो। तर यसको डिजिटल ट्रान्सफर्मेसन हुँदाखेरि अब साइबर सिक्युरिटी स्पेसली यो पर्सपेक्टिभबाट चाहिँ अब तपाईहरुले पनि सुनिराख्नु भएको होला, कति साइबर चोरीहरू भइरहेको छ हैन, डेटा एक्सपोजहरू भइरहेको छ, ह्याकिङहरू भइरहेको छ। यो समस्या चाहिँ छुट्टै अब यो डिजिटल ट्रान्सफर्मेसनले ल्याएको समस्याहरू हो। यसलाई समाधान गर्नको लागि पनि अहिले नेपालमा केही जेनिस सोल्युसन जस्ता अरू सानातिना कम्पनीहरू पनि आइरहेका छन् र यसमा चाहिँ ठुलो अपर्च्युनिटी छ। एउटा चाहिँ हामीले डिजिटली ट्रान्सफर्म गरेर नेपालमा नै डिजिटल ट्रान्सफर्मेसन र साइबर सिक्युरिटी सोल्युसन र सर्भिसेसहरू प्रोभाइड गर्ने। अर्को कुरा चाहिँ हामी नेपालमा नै प्रोड्युस गरेका हाम्रो जनशक्तिबाट ग्लोबली नै यो सर्भिस चाहिँ प्रोभाइड गर्न सकिन्छ भनेर म चाहिँ प्रिटी कन्फिडेन्ट छु यसमा। विभिन्न मल्टिनेसनल कम्पनीमा काम गर्दा गर्दै अहिले जेनिस सोल्युसनमा आबद्ध हुनुहुन्छ। यस कम्पनीको मुख्य काम के हो र यहाँको भूमिका कस्तो रहन्छ? जेनिस सोल्युसन्स लिमिटेड चाहिँ यो ग्लोबल आइटी एन्ड साइबर सिक्युरिटी कन्सल्टिङ फर्म हो। हाम्रो हेडक्वार्टर चाहिँ युनाइटेड किङडम युकेमा छ र युके बाहेक हामी 10 वटा डिफ्रेन्ट कन्ट्रीहरूमा अपरेट गर्छौँ। सबभन्दा ठुलो हाम्रो ब्याक अफिस चाहिँ नेपालमा छ। नेपालमा अलमोस्ट हामीसँग 100 जना इम्प्लोइहरू हुनुहुन्छ र नेपालमा डिजिटली एनेबल्ड बिजनेसहरूमा 70% बिजनेसहरूमा चाहिँ एउटा अथवा अर्को कुनै न कुनै जेनिसले सर्भिस प्रोभाइड गरेको छ नेपालमा। नेपाल बाहेक हामी बङ्गलादेशमा पनि छौँ र बङ्गलादेशमा पनि हामी वान अफ द टप क्लाउड सर्भिस प्रोभाइडरमा पर्छौँ। हामीसँग युएसमा, युकेमा, केही युरोपियन युनियनका देशहरूमा, अफ्रिकामा, नाइजेरियामा पनि हाम्रो प्रेजेन्स छ। जेनिस सोल्युसनले चाहिँ 4 वटा मेन भर्टिकलमा अपरेट गर्छ। 4 वटा मेन भर्टिकल चाहिँ क्लाउड कम्प्युटिङ भन्छ एउटा, अर्को चाहिँ साइबर सिक्युरिटी हो सेकेन्ड, थर्ड वान इज सफ्टवेयर डेभलपमेन्ट भनिन्छ। यो सफ्टवेयर डेभलपमेन्टमा चाहिँ हाम्रो डेटा, एआई यिनीहरू सबै पर्छ। अनि फोर्थ भर्टिकल चाहिँ म्यानेज सर्भिसेस भन्छौँ हामी। म्यानेज सर्भिसेसमा चाहिँ हामी यो ग्लोबली वेल नोन कम्पनीहरूसँग हाम्रो पार्टनरसिप हुन्छ। कम्पनी जस्तै माइक्रोसफ्ट, गुगल, फेसबुक, मेटा यस्ता 50-60 वटा कम्पनीहरूसँग हाम्रो पार्टनरसिप छ। अनि उनीहरूको लाइसेन्सेस सर्भिसेसहरू बेच्ने र त्यसमाथि म्यानेज सर्भिस प्रोभाइड गर्ने गर्छौँ। त्यो चाहिँ जेनिसले के गर्छ भन्ने भयो। अब एज अ सिटिओ र सिसो मेरो रोल चाहिँ मेनली अब टेक्नोलोजीको र साइबर सिक्युरिटीको स्ट्र्याटेजी के हुन्छ त हामीले दुई तरिकाले हेर्नुपर्छ। मैले एउटा चाहिँ जेनिस एज अ बिजनेस इन्टरनली हामी टेक्निकली हाम्रो टेक्निकल स्ट्र्याटेजी के हुन्छ अगाडि बढ्नको लागि र हाम्रो साइबर सिक्युरिटी स्ट्र्याटेजी के हुन्छ हामी मेकिङ स्योर कि कम्पनी सिक्योर हुनको लागि र हामीले टेक्नोलोजी र साइबर सिक्युरिटी आफू मात्रै होइन अनि बाहिर हाम्रो कस्टमरहरूलाई पनि प्रोभाइड गर्छौँ। हो त्यो कस्टमरहरूलाई प्रोभाइड गर्ने साइबर सिक्युरिटी र टेक्नोलोजी सर्भिसहरू चाहिँ कटिङ एज कसरी बनाउने र मेन कुरा हामी टेक्नोलोजी फर टेक्नोलोजी सेक भन्दा पनि कस्टमरको बिजनेस प्रब्लम के छ त्यसलाई चाहिँ हामीले टेक्नोलोजीद्वारा कसरी सल्भ गर्न सकिन्छ भन्ने कुरामा चाहिँ म लागि परेको हुन्छु। मेरो मेन मिसन चाहिँ त्यही नै हो एज अ सिटिओ र सिसो।
अहिलेको प्रविधिको क्षेत्रमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले ठुलो फड्को मारेको छ। के छ यसको प्रभाव र भविष्यमा यसले के कस्तो भूमिका निर्वाह गर्छ? एआई चाहिँ अब अहिलेको जुन रेभोल्युसनहरू हाम्रो भयो नि, अब आइटी रेभोल्युसन भयो, इन्टरनेट रेभोल्युसन भयो, अनि पछि मोबाइल रेभोल्युसन भयो, त्यो रेभोल्युसनमध्ये आई थिङ्क दिस इज वान अफ द मोस्ट इम्पोर्टेन्ट रेभोल्युसन हो। यसले चाहिँ कम्प्लिटली हाम्रो काम गर्ने तरिका, हाम्रो सोसाइटी सबै नै चेन्ज गर्नेवाला छ मेरो विचारमा है। र अब अहिले जति पनि वाद विवादहरू भइरहेका छन् एआईले गर्ने राम्रो काम नराम्रो कामहरू, र अब यसले कति चाहिँ अब हामीले इन्टरनेटमा देखिन्छ यसले सबै कामहरू लैजान्छ, अब सबैजनाको कामै हुँदैन भन्ने छ। त्यो म चाहिँ त्यसमा चाहिँ विश्वास गर्दिनँ। अब हामी चाहिँ आफ्नो जति काम छ त्यसमा चाहिँ एआई कसरी इन्टिग्रेट गर्न सकिन्छ र कसरी इफिसियन्ट बनाउन सकिन्छ हो त्यसमा लाग्नुपर्छ। एआईले चाहिँ हाम्रो लाइफ कसरी अपरेट गर्ने नै यसले चेन्ज गर्नेवाला छ। दिस इज वान अफ द बिगेस्ट रेभोल्युसन इन ह्यापनिङ, इट्स अलरेडी हियर। साइबर सिक्युरिटी क्षेत्रमा 2.5 दशक बढी समय बिताइसक्नु भएको छ। यस क्षेत्रको विज्ञताको हिसाबले अहिलेका युवा पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ? घरमा बसेर काम गर्न सकिने यो प्रविधिमा देश छोडेर विदेश जानेको लागि कतिको सम्भावना छ यो क्षेत्र? अब नयाँ जेनेरेसनलाई म के भन्न चाहन्छु भन्दाखेरि, यदि तपाईँ कुनै अब तपाईँको प्यासन छ र तपाईँ साइबर सिक्युरिटीमा अथवा कुनै पनि टेक्नोलोजीमा केही गर्न चाहनुहुन्छ भने अहिले इन्फर्मेसन एकदम सजिलो छ। तपाईँलाई कुनै पनि प्यासनेट हुनुहुन्छ भने इन्टरनेटमा कति कुराहरू फ्रीमै पाइन्छन् हैन। यु जस्ट निड टाइम र यु जस्ट निड टु लुक फर वाट यु वान्ट टु डु है। अब स्पेसली नेपालमा बसे पनि नेपालमा अरू इन्फ्रास्ट्रक्चरहरूमा त्यति विकास नभए पनि डिजिटली चाहिँ नेपालमा पेनेट्रेसन एकदम राम्रै भइसकेको छ हैन। इन्टरनेट सबै ठाउँमा अभाइलेबल छ, मोबाइल पेनेट्रेसन एकदम हाई छ, र नेपालमै पनि जेनिस सोल्युसन जस्ता टेक्नोलोजी कम्पनीहरू प्रशस्तै छन्। त्यसकारणले म के भन्छु भने ड्रिम बिग है, र तपाईँले प्यासन जे छ त्यो प्यासनलाई नछोड्नुहोस्, र जे गर्न चाहनुहुन्छ त्यसको मोस्ट प्रोबेबली द इन्फर्मेसन इज देयर इन द इन्टरनेट। र अब तपाईँले यसलाई एज अ ग्रेजुएट अब युनिभर्सिटी जानुहुन्छ अथवा युनिभर्सिटी सिद्धिएपछि त्यस्तै टेक्नोलोजी कम्पनीहरूमा इन्टर्नसिप गर्न चाहनुहुन्छ भने प्रशस्तै छन् नेपालमा अपर्च्युनिटीहरू। त्यही भएर यहाँ कन्टिन्यू भन्छु। र सबभन्दा मेन कुरा चाहिँ आफ्नो साइडबाट सबै कुरा अलाइन नभए पनि प्यासन च्यालेन्जेसहरू अभियसली हुन्छ, तर मेरो कन्ट्रोलमा के छ र मैले के गर्न सक्छु भनेर त्यसरी हेऱ्यो भने अ लट अफ थिङ्स आर इन योर फिङ्गर टिप्स। त्यही भएर अगाडि बढ्नको लागि त्यति धेरै बाधा चाहिँ छैन अहिले जहाँ भए पनि। नेपाल लगायत विश्वमा नै साइबर अपराधको ठुलो चुनौती छ। यसबाट सुरक्षित रहन र समाधानको उपाय के छन् बताइदिनुहोस् न। साइबर क्राइम, साइबर सिक्युरिटीले चाहिँ अब हामी अहिले डिजिटली एनेबल र डिजिटल ट्रान्सफर्मेसन भइरहेको हुनाले सबैलाई इम्प्याक्ट पारिरहेको छ। अब जस्तै नेपालकै कन्टेक्स्टमा र ग्लोबल कन्टेक्स्टमा पनि हामी कति न्युजमा सुनिरहेको हुन्छौँ होइन। डेटा ब्रिच भयो, ब्याङ्कबाट पैसा चोरी भयो, अनि पछि ऱ्यान्समवेयर लाग्यो, ह्याकिङ भयो भन्ने यो न्युजहरू सुनिरहेको हुन्छु। यसमा चाहिँ अब मैले चाहिँ 3 लेभल्सबाट यसलाई एड्रेस गर्न सकिन्छ। एउटा चाहिँ पर्सनल लेभलमा एज इन्डिभिजुअल्स हामी सबैको आफ्नो जिम्मेवारी पनि हुन्छ होइन। इन्डिभिजुअल्सहरू चाहिँ हाम्रो भनौँ न अब एकदमै छोटकरीमा सजेसन दिँदाखेरि एउटा इन्डिभिजुअल भयो, एउटा अर्गनाइजेसनहरूले अर्गनाइजेसनल लेभलमा गर्नु पऱ्यो, अर्को चाहिँ गभर्मेन्टले पनि पोलिसिज र लजहरू बनाउनु पर्ने हुन्छ। म इन्डिभिजुअल्सहरूलाई के सजेस्ट रेकमेन्डेसन दिन्छु भन्दाखेरि सबभन्दा इम्पोर्टेन्ट कुरा पासवर्ड, क्रिडेन्सियल भन्छौँ हामी। तपाईँको युजर नेम र पासवर्ड हो भनेपछि तपाईँको पासवर्ड चाहिँ एकदम स्ट्रङ हुनुपर्छ एज इन्डिभिजुअल्स। पासवर्ड स्ट्रङ भनेको डेफिनेसन के हो भन्दाखेरि एटलिस्ट 12वटा क्यारेक्टरको हुनुपर्छ। अनि 12वटा क्यारेक्टरमा चाहिँ तपाईँले अल्फाबेटिकल क्यारेक्टर, नम्बर र स्पेसल क्यारेक्टर हालेर 12वटा बनाउनु प्लस त्यो अझै लामो बनाउनु भयो भने चाहिँ त्यसलाई स्ट्रङ पासवर्ड भनिन्छ। अनि त्यसपछि त्यो स्ट्रङ पासवर्ड मात्रै भएर हुँदैन, त्यसलाई अझै बलियो बनाउनको लागि चाहिँ मल्टिफ्याक्टर अथेन्टिकेसन भन्ने हुन्छ है। त्यो चाहिँ MFA भन्छ है, त्यो प्रयोग गर्नुपर्छ।
अनि अब तपाईँहरूले एउटा पासवर्ड चाहिँ मल्टिपल ठाउँमा युज गर्नु हुँदैन। त्यो सबै कुराको लागि युनिक पासवर्ड युज गर्नुहोस्। फेसबुकको पासवर्ड इमेलमा युज नगर्नुहोस्, इमेलको पासवर्ड अरू ठाउँमा युज नगर्नुहोस्। अनि यसो गर्दा चाहिँ तपाईँहरूसँग टन्नै पासवर्डहरू हुन्छ। यो टन्नै पासवर्डहरू म्यानेज गर्नको लागि चाहिँ पासवर्ड म्यानेजर भन्ने एप्लिकेसन हुन्छ है। यो पासवर्ड म्यानेजर भन्ने फ्रीमा पनि पाइन्छ। अब जस्तै लास्ट पास भन्ने चाहिँ एउटा फ्री पासवर्ड म्यानेजर हो। यो चाहिँ तपाईँहरूले युज गर्न सक्नुहुन्छ। यो पासवर्ड सम्बन्धी एउटा भयो एकदम इम्पोर्टेन्ट है, स्ट्रङ पासवर्ड युज गर्ने। अर्को सेकेन्ड कुरा चाहिँ अब जति सुरक्षा गरे पनि धेरैजसो मान्छेहरूको विकनेस भनेको र त्यसलाई ब्रेक गर्ने चाहिँ यो फिसिङ इमेलबाट ब्रेक हुन्छ है। फिसिङ इमेल भनेको चाहिँ तपाईँलाई इमेलमा झुकाएर लिङ्कहरू क्लिक गर्न लगाउँछन् यो क्रिमिनलहरूले है। अलिकति तपाईँ अवेर भएर अब यो मैले नचिनेको ठाउँबाट आएको हो भने क्लिक नगर्ने, सकेसम्म यो फिसिङमा फस्नु भएन है। दोस्रो कुरा। अनि तेस्रो कुरा चाहिँ जति पर्सनल इन्फर्मेसन हुन्छ नि, PII भनिन्छ यो सिक्युरिटी र प्राइभेसीको उसमा, पर्सनली आइडेन्टिफाएबल इन्फर्मेसन भनिन्छ। यो तपाईँको पर्सनल इन्फर्मेसन चाहिँ सकेसम्म इन्टरनेटमा सोसल मिडियामा नराख्दा बेस हुन्छ। तपाईँको नाम, तपाईँको घरको एड्रेस, तपाईँको फोन नम्बर, तपाईँको ब्याङ्कको एड्रेस यो राखेन भने चाहिँ तपाईँलाई क्रिमिनलहरूले डाइरेक्टली गर्न सक्दैन। पर्सनल लेभलमा एकदम छोटकरीमा त्यो भयो। अब अर्गनाइजेसनहरूले चाहिँ के गर्नुपर्छ भने साइबर सिक्युरिटी स्ट्र्याटेजी हुनु पऱ्यो है, साइबर सिक्युरिटी प्रोग्राम हुनु पऱ्यो, साइबर सिक्युरिटीमा इन्भेस्ट गर्नु पऱ्यो हैन। अनि अर्गनाइजेसनहरूले चाहिँ साइबर सिक्युरिटीलाई पिपल, प्रोसेस र टेक्नोलोजी हो, यो तीनवटै माध्यमबाट एड्रेस गर्नु पऱ्यो। साइबर सिक्युरिटी चाहिँ टेक्नोलोजी प्रब्लम होइन, साइबर सिक्युरिटी चाहिँ बिजनेस प्रब्लम हो। त्यही भएर यसलाई एड्रेस गर्नको लागि अवेरनेस हुनु पऱ्यो तपाईँहरूको इम्प्लोइहरूमा। तपाईँहरूसँग साइबर सिक्युरिटी एक्सपर्टिज चाहियो हैन। यो पिपल पर्सपेक्टिभबाट, प्रोसेसको पर्सपेक्टिभबाट तपाईँहरूले साइबर सिक्युरिटी प्रोग्राममा इन्भेस्ट गर्नु पऱ्यो र तपाईँको हरेक बिजनेस प्रोसेसमा साइबर सिक्युरिटीलाई इन्टिग्रेट गर्नु पऱ्यो है। अनि टेक्नोलोजी चाहिँ अब यो सिल्भर बुलेट होइन, यसले सबै कुरा सल्भ गर्दैन, तर टेक्नोलोजीले पनि वान अफ द पिल्लर हो। यो तीनवटा पिल्लरमध्ये तपाईँहरूले टेक्नोलोजीमा पनि इन्भेस्ट गर्नु पऱ्यो र टेक्नोलोजीको द्वारा पनि साइबर सिक्युरिटी सल्भ गर्न सकिन्छ। अब त्यो चाहिँ दुईटा भयो। अनि थर्ड वान चाहिँ गभर्मेन्ट सेक्टर र अब यो जुन निकायहरू हुन्छन् उहाँहरूले चाहिँ प्रपर पोलिसीहरू बनाउनु पऱ्यो। अनिपछि अब जस्तै नेपालको कन्टेक्स्टमा साइबर ब्युरोहरू छ हैन, त्यहाँ पनि सरकारले इन्भेस्ट गर्नु पऱ्यो। सरकारले चाहिँ अब यो पब्लिकलाई अवेरनेसको लागि क्याम्पेनहरू चलाउनु पऱ्यो। त्यही भएर अब साइबर सिक्युरिटी चाहिँ कुनै पनि एकजना मान्छे अथवा एउटा निकायले सल्भ गर्ने प्रब्लम होइन। यसमा चाहिँ पर्सनली हामी एज इन्डिभिजुअल, कम्पनीहरू एज अर्गनाइजेसन्स र गभर्मेन्टले पनि सबै मिलेर, अनि पछि यो इन्टरनेसनल कोलाबोरेसन पनि एकदम इम्पोर्टेन्ट छ, स्पेसली गभर्मेन्टमा। अब यो साइबर क्राइमले बोर्डर भन्दैन हैन। नेपालको मान्छेले बाहिरको क्राइम, बाहिरको मान्छेले नेपालमा क्राइम गर्न सक्छ। त्यही भएर यो इन्टरनेसनल बडीहरूसँग कोलाबोरेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ साइबर क्राइम सल्भ गर्नको लागि। यो नेपालको साइबर सुरक्षा कतिको प्रभावकारी देख्नुभएको छ यहाँहरूले? नेपालको साइबर सिक्युरिटी अब होलिस्टिकली भन्दाखेरि नेपाल इज अन अ राइट पाथ, तर नेपाल चाहिँ एकदम अझै पनि इम्मच्योर छ एकदम है। अब जस्तै हाम्रो ब्याङ्कहरू र फाइनेन्सियल इन्स्टिट्युसनहरूले दे आर अलरेडी रियलाइजिङ कि साइबर सिक्युरिटी एकदम इम्पोर्टेन्ट छ भनेर उहाँहरूले चाहिँ इन्भेस्ट गर्न सुरु गरिसक्नु भएको छ है। त्यो साइडमा चाहिँ रेगुलेसनहरू छ, नेपाल राष्ट्र ब्याङ्कले रेगुलेसनहरू लगाइदिएको छ। त्यही भएर फाइनेन्सियल इन्स्टिट्युसनहरूले ISO भन्ने एकजना साइबर सिक्युरिटी एक्सपर्ट, इन्फर्मेसन सिक्युरिटी अफिसर राख्नै पर्छ। उहाँहरूले रेगुलर रूपमा सिक्युरिटी अडिट गर्नै पर्छ। यस्ता राम्रा राम्रा कामहरू भइरहेको छन् कुनै सेक्टरहरूमा। तर मच्योरिटी चाहिँ अब बाहिरको हिसाबमा चाहिँ अहिले हामी एकदम अर्ली स्टेजमा छौँ र अवेरनेस एकदम कम छ र इन्भेस्टमेन्ट पुगिसकेको छैन है। अब साइबर सिक्युरिटीको बुझेछौँ भने पनि त्यसमा इन्भेस्ट गर्दाखेरि चाहिँ
खालि सबभन्दा लो कस्ट के हुन्छ र यसलाई कसरी टिक बक्स यसलाई चाहिँ कसरी क्विकली सल्भ गर्न सकिन्छ भन्ने हिसाबले मात्रै लिइराखेको छ। राइट डाइरेक्सनमा छौँ तर अलिकति एकदमै इमेच्योर छौँ अझै। हाल यहाँ कार्यरत कम्पनी नेपालीद्वारा नै सञ्चालित जेनेस सोल्युसन अन्तर्राष्ट्रिय स्तरको कम्पनी हो। नेपालमा समेत शाखा छ। नेपालको लागि के गर्दै हुनुहुन्छ र के कस्तो फाइदा पुग्छ नेपाललाई? अब यो चाहिँ नेपालीद्वारा सञ्चालित कम्पनी नै हो। अञ्जनी फुङालजीले 2018मा स्ट्याब्लिस गर्नुभएको र म आबद्ध भएको, अब भनौँ न फर्मली आबद्ध भएको, म इन्फर्मली चाहिँ 1 वर्ष प्लस भयो तर फर्मली चाहिँ 6 महिना जति भयो। हाम्रो गोल भनेको नेपाललाई साइबर सिक्युरिटी र टेक्नोलोजीको सन्दर्भमा चाहिँ एकदम अपर्च्युनिटी छ कि यो हब बनाउनको लागि, इनोभेसन र टेक्नोलोजी हब बनाउनको लागि नेपालको युनिभर्सिटीहरूले एक्ज्याक्ट नम्बर बिर्सेँ, आई थिङ्क सेभरल थाउजन्डमा एभ्री इयर आइटी ग्रेजुएटहरू प्रड्युस गर्छ है। त्यो नेपालको कन्टेक्समा चाहिँ त्यो नम्बर एकदम ठुलै छ। अनि एक त त्यो सबै ग्रेजुएट्सहरू अहिले के हुन्छ भने ग्रेजुएसन गरेपछि अपर्च्युनिटिजहरू खोज्न विदेश जाने ऊ छ। त्यसलाई चाहिँ हामी नेपालमा नै रोजगारी दिएर त्यसलाई सस्टेनेबल बनाएर एक त नेपालको विकास गर्ने, नेपालको इकोनोमिक्समा हामीले कन्ट्रिब्युट गर्न सकिन्छ। अर्को कुरा चाहिँ हामीले नेपालमा मात्रै नभएर नेपालको जनशक्ति युज गरेर ग्लोबली इम्प्याक्टिङ टेक्नोलोजी र साइबर सिक्युरिटी प्रडक्ट्स र सर्भिसहरू हामी प्रोभाइड गर्न सक्छौँ। अब त्यो चाहिँ हामीले सक्छौँ भनेर थ्योरी मात्रै होइन कि वी आर अलरेडी डुइङ द्याट। फर इक्जाम्पल हामीले चाहिँ अहिले युएसको एउटा एकदम ठुलो ब्याङ्कमा नेपालमै बसेर हाम्रो 20 जना हाम्रो एप्लिकेसन डेभलपरहरू चाहिँ युएसको ब्याङ्कको लागि नेपालबाटै बसेर काम गर्नुहुन्छ। अब जस्तै हामीसँग नाइजेरियामा फ्यु कस्टमरहरू छन्, उहाँहरूलाई नेपालबाटै हामी सर्भिस प्रोभाइड गर्न सक्छौँ। हामी बङ्गलादेशको कस्टमरहरूलाई नेपालबाटै प्रोभाइड गर्न सक्छौँ। हामीले युकेको कस्टमरहरूलाई सिक्युरिटी सर्भिसेसहरू नेपालबाटै प्रोभाइड गर्न सक्छौँ। जेनेस सोल्युसनको हाम्रो डिएनए र हाम्रो फाउन्डर्सहरू र अ लट अफ सिनियर लिडरसिप चाहिँ नेपाल र नेपाली छौँ, तर हामी चाहिँ ग्लोबल कम्पनी हौँ। त्यही भएर हामी चाहिँ यसलाई नेपाल प्लस ग्लोबली इम्प्याक्ट गर्ने तरिकाले नै अगाडि बढिरहेका छौँ। अनि वान अफ द रिजन म जोइन हुनुको कारण चाहिँ अञ्जनीजी प्लस टिमले जेनेसलाई चाहिँ 0बाट 100मा ल्याउनु भयो भने अब हामी 100बाट 1000 10,000 पिपल कम्पनी कसरी बनाउने र यसलाई ग्लोबली इम्प्याक्टफुल कम्पनी कसरी बनाउने भन्ने मेन रिजनले नै म जोइन भएको। साइबर सुरक्षा सम्बन्धी छुट भएका र भन्नै पर्ने केही कुरा छन् कि? नेपालको र अब साइबर सिक्युरिटीको सन्दर्भमा एउटा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ के छ भन्दाखेरि अझै पनि त्यो अब मैले अघि मच्योरिटीको कुरा गरेँ नि, नेपाल अलिकति अब मच्योरिटी कर्भमा अलि लो छ। अब त्यसको कारण चाहिँ नेपालको कम्पनीहरू, नेपालको भनौँ न अब गभर्मेन्ट, प्राइभेट सेक्टर अनि प्लस नेपालको स्पेसली डिसिजन मेकरहरूले चाहिँ साइबर सिक्युरिटी चाहिँ टेक्नोलोजी प्रब्लम हो भनेर भनिठान्नुहुन्छ है। साइबर सिक्युरिटी चाहिँ टेक्नोलोजी प्रब्लम होइन क्या, साइबर सिक्युरिटी चाहिँ बिजनेस प्रब्लम हो। मेन यो कुरा बुझेपछि अब यो बिजनेस प्रब्लम हो किन भन्दाखेरि यसले तपाईँको रेपुटेसनमा इम्प्याक्ट गर्छ, यसले तपाईँको बटम लाइन, यसले चाहिँ तपाईँको फाइनेन्समा इम्प्याक्ट गर्छ। अनि अब अहिले रेगुलेसनहरू बनिरहेका छन् जसले गर्दाखेरि तपाईँले चाहिँ अब त्यो फाइनहरू तिर्नुपर्ने हुन्छ यदि तपाईँले आफ्नो कस्टमरको डेटा राम्ररी राख्न सक्नु भएन भने। त्यही भएर अब सुरुमा नै साइबर सिक्युरिटी चाहिँ एज अ बिजनेस इस्यु हो भनेर बुझ्नु पर्यो हैन। यो बुझ्यो भने चाहिँ साइबर सिक्युरिटीलाई पिपल, प्रोसेस र टेक्नोलोजी लगाएर सल्भ गर्न चाहिँ सजिलो हुन्छ। Nepalilink.com